बाइक फालो देखि ज्यामको फाइनल आरोप फेरि सुटेसमा गएमा बाटो एरियो अब इन्डस्ट्री हाइजोमा पारो फेरि अनि पछि पछि गएर राजा नागिता हेर न हामी लेन्सको ठाउँबाट लेन्स लिएर यता सामानहरू लिइरहेको छु आज हामी सुटिङमा है केटा हो आज सुटिङमा होइन त राजा बर्थडे अब्बुको कोल्याब सङ छ सुटमा सो हेलो एन्ड वेलकम ब्याक विथ द न्यू भ्लग केटाकेटी यो के छ हालखबर आफ्टर लङ टाइम लङ टाइम भइरहेको हुन्छ तर हाम्रो महिना 3-4वटा सुटिङ भइरहेको हुन्छ होइन ड्रेस त बवाल हिरो हो नि राजा तिमी बवाल हिरो हो नि कपाल दामी देखेछ एकदम दामी क्विकमा टक्क होइन म चस्माहरू मगाएको छु नि 2-3वटा मेरो चस्मा अरेमा मेरो चस्मा भाइ आफ्नो चस्मा हुँदैन नि यो चस्मा होइन नि तिम्रो लागि स्पेसल चस्मा मगाएको छु राजा लाउनु लागि हिरो देखिन्छ होइन त ल त्यो केटा अब यहाँबाट हामी अब आजको दिन सुट हुन्छ आजको दिन नाइट दुइटै होइन त्यो कोल्याब सङको हेरौँ के कस्तो हुन्छ अनि त्यही हो आज रमाइलो हुन्छ एन्डिङसम्म रमाइलो हुन्छ हाम्रो बिटिएस भ्लग बिहाइन्ड द सिन भ्लग जहिले रमाइलो हुन्छ है अनि आज चाहिँ हाम्रो बढी जस्तो सुटिङ अपार्टमेन्टमा अनि पछि हाम्रो पाटन साइडतिर यताउता होइन अनि हाम्रो बास्केटबल कोर्टतिर 2-3वटा 3-4वटा लोकेसनहरू छ हेर्छ कतिको रमाइलो हुन्छ आज अब्बुको पार्टी छ आज बर्थडेको पार्टी हो ल राजा ओ मा कसम तिमी त कुहिरै देखिरह यार ह्यान्डसमको त लिमिट पार होइन लिमिट पार केटा हो मेरो पनि रमाइलो हुन्छ है आजको दिन अब यहाँबाट हामी सिधै पाटनतिर गइरहेछौँ लेट्स सी पाटनमा भेट्नुपर्छ बिहाइन्ड द सिन रमाइलो गर्नुपर्छ चिलो गर्नुपर्छ त्यही हो केटा लास्टसम्म हेर्नु चाहिँ नभुल्नु मलाई सो गाइज हामी पाटनको गल्लीमा पुग्यो हामीले यता बाइक ड्रप गऱ्यौँ होइन अनि यता हाम्रो जोबित पनि भेटिसक्यो क्यामराम्यान चाहिँ हामीले अगाडि पाटन दरबारी स्क्वायरमा राखेर आएको छौँ अब अब्बु र बर्थडे पुगिरहेको छ है त्योहरूको वेटमा हो अब बेसी अलि कता चिलो हानिदिनुपर्छ अलि स्यो केडा उता क्यामेरा मिलिरहेछ होइन यता केडाहरूको कुराकानी चलिरहेछ भइरहेछ माहौल आज दामी छ आज त्यो त्यति सनलाइट पनि छैन जति हुनुपर्ने हो जो चिल छ ओ लेन्स राजा लेन्स ल्याउन त्यहाँ लेन्स छ ब्यागमा त्यो केटा हो एकछिनमा यहाँनिर टक्क हामीले सर्ट हान्छौँ होइन टक्क यहाँनिर 2-4वटा सर्टहरू लिएर अनि त्यसपछि हामी त्यो टपमा मोमो किङमा जान्छौँ होइन हाइस्ट त्यहाँबाट सुट हानिन्छौँ टक्क हेरौँ न के कस्तो आउँछ रमाइलो हुन्छ राजा तयारी भइसक्यो त होइन हो सुहाउने हो राजा तर राजा मलाई के लाग्नु आएको छ राजा सुन न उसलाई नाङ्गो बनाउँदै राम्रो होला बरु यार मलाई त माथि गएर मन पर्यो तल पनि मन पर्यो दोस्त होइन के गरौँ अब क्याप छैन क्याप ल्याएन छैन यतिकै हाल्नकै क्याप पछि लाउने हो क्या राजा क्यामेराम्यान गोरो पनि छ होइन गोरो पनि छँदैछ माथिको क्याप पनि लाउन देऊ अनि माथिको निकालिदेऊ हाम्रो यहाँ आर्टिस्ट अलिक छन् बनायो होइन म त डल्फिनवाला हो हामी त सबैवाला हो त्यो सबै भावाला होइन त्यस्तो वाला कसम तर ह्यान्डसम त के लाग्छ दोस्त कसरी ह्यान्डसम रहेछौ त यार अहिले बचपनमा 8 क्लाससम्म 9 क्लाससम्म कारो थियो म हो साँच्चै अहिले गोरो भयो होइन अहिले गोरो भयो अहिले त्यो सनस्क्रिन सपैयाको लगाएर लास्ट महँगोवाला दुबईबाट पठाइदियो ओ मा दुबईबाट अब त जे पनि दुबईबाट होइन अब धिरान चलेका बेटा मान्छे पुगिसक्यो नि पहिला त्यो बनाउ त्यो पुगेको छैन सपना खै को मलाई थाहा छ म चिन्दैन अब मेरो रिल्याक्स हान्दा चाहिँ केटा हो गर्लफ्रेन्ड दुबई जानु छ भन्दैमा म धिराम
यो त घरमा छ पुडी हो सिकाउँछ बनाएर सही हो बिहे गरेर पनि त मतलब टोटल बच्चा हुन्छ लेसी केटा हो लभ चाहिँ अब चाहिँ सर्टहरू लिनुपर्छ टक्क यहाँ चलपल दामी छ है तर आज पाटनको माहौल चाहिँ एकदम हुन्छ नि फुल अफ चिल सनलाइट पनि जस दामी छ आज धेरै पछि आइयो जस टाइममा जस सिनेमेटिक सर्टहरू लिइरहेको छ सुट स्टार्ट भइसक्यो केटा हो होइन जस यो मूर्तिहरूको ट्याक्क सानो सर्टहरू लियो अब केटाहरूको लिप्सिङ सर्ट र यस्तो स्टाइलहरू यस्तो होइन टक्क बेङ्गल सर्टहरू लिनु पऱ्यो नि त टक्क हल्का यस्तो नाचेको यस्तो हुन्छ नि आफ्नो क्रिएटिभिटी देखाउने टाइम आयो ऱ्यापहरूको त्यही हो तडक देखाउनु पऱ्यो होइन त राजा आउँदैछ बेङ्गल कति चाहिँ रोडमा हान्दिउँ न कहाँ गयो त अब यहाँ केटाहरूको दिउँ अब केटाहरूको जियोस् लिप्सिङ सर्ट माथिको मन्दिरको टुप्पो पनि देख्नु पर्यो है माथिको अफसाइड हुन्छ नि अलिक ल ठिक छ हामी यता बसेर हेरिदिउँ न ल चिलमा हेरिदिउँ न केटाहरूले पारा कस्तो देखाइरहेछ ओइठा बस्छौँ ल चाँडै आइहाल्छ यो म्युजिक चाहिँ त्यही हो मैले केटाहरूको अब जुन हाम्रो यो आउने म्युजिक भिडियो चाहिँ बर्थडेको च्यानलबाट आउँछ बर्थडेको च्यानल मैले तल मेन्सन गरिदिएको छु डिस्क्रिप्सनमा गएर सब्सक्राइब गरिदिउँ है वेटमा बस्छौँ केटा हो भइरहेछ तडक बडक पटक बौ अब यता फेरि भित्र चाहिँ यसको पाटन दरबारको भित्र चाहिँ खिच्न नमिल्दो रहेछ होइन भित्र खिच्दाखेरि फेरि पुलिस मामा सरसर आएर मिल्दैन नि भाइ भित्र खिच्न चाहिँ भनेर नि अघि नै हामीले पाइसक्यौँ त्यही हो त्यो भइरहेछ भनौँ न एउटा टाका लोकेसन हेरेर खिचिरहेछौँ यहाँ चाहिँ धेरै चाहिँ हुँदैन भइरहेछ फुल पारामा भइरहेछ केटा हो दामी भइरहेछ ठिक छ होइन अनि जिउस मैले अब एक्लै त हिँड्दैन मेरो बुढी गाडहरू पनि हुन्छ दियो अहिले त केटा होइन जिउस यहाँको लोकेसनको सक्यो अब यहाँ चाहिँ यहाँबाट चाहिँ हामी सिधै उता रुपटपमा गइरहेछौँ जाम न अब अलि नास्ता गरिन्छ पेट पिजा गरिन्छ माथि रुपटपमा गएर नास्ता गरेर टक्क त्यसपछि चट्ट दिनुपर्छ केटा हो हेर्छु हेरौँ जोस् साथीहरू पनि जसले त्यहाँजना हालेर टक्क हिटेर बनाइदियो होइन हुन्छ त्यो गर्दै पनि भयो जाम न झोलामा छ जब्स झोलामा छ जब्स राजा अल्छी केटा हाम्रो नास्ता गर्ने टाइम आज आफ्टर लङ टाइम आइदिन्छ फुल पाटन साटन होइन टक्क माहौल चस्मा लगाएर हेर न कमेन्ट हान्ने भन्नु लागेको छ कमेन्ट गरेर केटा चस्मा कसको 2-3 भ्लगमा देखिसक्यो होला होइन पप इन्डस्ट्रीको विराज भट्ट है केटा हो नि त अलि गोरो छ फेरि त्यति प्रब्लम सोचन होइन हो नि त पारा त त्यही छ काठमाडौँ सर लागेर ड्याङ मोबाइल खस्ला फेरि होला र बाबा मन त्यही सोच आज दुई भाइको सुटले 7,000 चानी लगाइदियो अन्त यसो पाण्डेको 7,000 त गरेन्टी अनि मोबाइल बनाउनु 7,000 लाग्यो भन्नेको मोबाइल फुटेर दामी जोस दामी देख्यो यार पाटन नि एकदम हुन्छ नि आफै खस्यो यतिकै गर्न लाग्यो दाङ हो भने 7 तलाबाट तल खस्यो यार बनायो बन्यो
बन्यो नि त्यही त मलाई त 7,000 लाग्यो भनेर एउटा सुटमा सुट लाग्छ डबल खर्च भइदियो केटाहरूको गएको सुटिङ अफिन गएको केटाहरूको त्यही केटा अब यताबाट हामी लाइटिङहरू लिएर टक्क इमाडोलतिर जान्छौँ अहिले यहाँ चाहिँ हामी नास्ताहरू गरेर टक्क निस्किन्छौँ भ्युज भइरहेछ टाइम भइरहेछ रमाइलो गर्नुपर्छ त्यही हो हेर्दै गरौँ सो गाइज हामी चाहिँ निस्किरहेको छौँ यहाँबाट है अब यहाँ हामी सिधै लाइटिङहरू लिएर सिधै इमाडोमा भेट्नुपर्छ केटा हो त्यो नास्ता गरियो होइन पेट भरेर मजाले अनि अब चाहिँ हामी निस्किरहेछौँ केटाहरू सबै यसको अब लाइटहरू लिएर टक्क अपार्टमेन्टमा सुट हुनु जहाँ गइरहेको है अपार्टमेन्ट के अरे अस्ति के अरे हिजो सर्च पागल प्रोडक्सन फर इन्जोइङ यर नाइट है म चाहिँ यो भन्छु युट्युबमा गएर पागल प्रोडक्सन सर्च गरौँ राति दामी छ नि हाम्रो दाइले गर्छन् के युट्युब च्यानल नाम नै पागल प्रोडक्सन के राति राति सुत्दाखेरि दामी निन्द्रा आउनको लागि चाहिँ त्यो युट्युब च्यानल तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन त्यही हो हामीहरू जियोस् लाइटिङहरू लिएर आयो साथी तिमीहरूमा बल्ल तल्ल लाइट साइड लिएर आयो ब्लग बनाएको छ अब भिडियो सुटको लागि हामी रेडी भइरहेछौँ के भन्दाखेरिमा चाहिँ अब हाम्रो लेट हुनुको रिजन के हुन्छ भने लाइट ल्याउनु पर्ने हामीले आफै जानु पर्यो होइन त्यही त स्ट्रगल दिए हो अनि हामी यहीँ गइरहेछौँ होइन टक्क पारामा ग्रिन हिल सिटीभित्र अपार्टमेन्ट पारामा होइन त राजा कस्तो भइरहेछ गएर डिस्क्रिप्सनमा हाम्रो बर्थडेको यो म्युजिक भिडियो कति चाँडै आइहाल्छ होइन चाँडै आउँछ कहिले आउँछ राजा यता सोधौ न यता सोध्नु आउँछु म त यता सोध्नु पो पर्ने हो त म्युजिक भिडियो चाँडै आउँछ होइन यो महिनाभित्र आउँछ होइन ल केटा त्यसमा यो महिनाभित्र आउँछ भने डिस्क्रिप्सनमा बर्थडेको च्यानल छ गएर सबले सब्सक्राइब गरेर बसौँ होइन टक्क बवाल आउँदैछ टाइटल चाहिँ के हो राजा हाम्रो गानाको केडिएम पोजमा होइन ल ठिक छ केटा हो आयो ब्यानरले होइन केटा विली चाहिँ हान्नुपर्छ है राजा तिमीले त्यो ब्यानरले चाहिँ उडाउनुपर्छ ल यस्तो यस्तो विलिसीले हानेको सर्टहरू पनि केटाहरूले आउला नि यार होइन यहीँ निस्किँदाखेरि यहीँ हल्दी हुन्छ नि टक्क यहीँ बाहिर निकाल अहिले भित्र इन्ट्री हान्ने भित्र भिडियो सिडियो बनाउनु दिन्छ नि घरमा आउँदै जानु दिन्छ नि त्यसको ठिक छ यसमा मजाले भ्लगिङ गर्दै जाने हो चिलमा होइन केटा हो मसँग मेरो आफ्नो पर्सनल राजा हो तिमी मात्र चस्मा मुला तिमीले मलाई घाँस हान्दियो है के चस्मा हाने यसो चस्मा लाउनु पऱ्यो कपाल मेरो त हेलमेट लगाएर फेरि जति बेला कपाल निस्किया हुन्छ त्यही तनाव छ ल अब हामी गइरहेछौँ होइन गइदिउँ न त आयो केटा ल केटा अब चाहिँ हामीले सिधै सुटिङ स्पोटमा भेट्नुपर्छ है हामी कोलोनीभित्र आयौँ होइन त सुट भइरहेछ ठाउँ चाहिँ बवाल छ केटा होइन दामी दामी अहिले बढेर मेरो पति रोडमा जाम न त कता तलै हो ल अब चाहिँ बास्केटबल कोर्टको टक्क पारामा दिन्छ होइन केटाहरू सब भाडी गइरहेको छु ओ दामी छ यार दामी छ है बबाल है राजा बबाल यार राजा हाल्छ होइन राजा सुवामा पनि 100K हान्यो नि त राजा थाहा छैन सो दामी दुईटा जनबाट हाल्यो त अनि 1K नहेर्दा जतिकै मेरो भिडियो नहेर्दा जति आफ्नो सासूको कड खायो डिस्क्रिप्सनमा राखिदिन्छु है गएर हेरिहालौँ भेजा हुन्छ नत्र फेरि हो सुवा गाना पनि ड्रप छ डिस्क्रिप्सनमा छ घर चेक गरिदिनु क्या हो जस दामी भ्युज गइरहेछ राम्रो भ्युज गइरहेछ गाउँले प्रोडक्सनबाट पनि दामी गइरहेछ हाम्रो अबुको च्यानलबाट पनि राम्रो गइरहेछ होइन त्यही हो गएर यस्तो चेकआउट चाहिँ गरिदिउँ माया देखाइदिउँ अब चाहिँ हामी सुट गर्छौँ केटाहरू ल सुटको तयारीमा लाग्छौँ होइन ठाउँ चाहिँ दामी छ यो चाहिँ हाम्रो ग्रिन हिल टप सिटी कोलोनीभित्र हो होइन जियोसमा हरेक घरहरू यहाँ हो कि घर लिने राजा एउटा घरको प्राइस कति होला राजा हानिदिनुपर्छ जस्तो छ फ्युचरमा मन परेन किन सुनसान नि त पिस्तो हो नि ठाउँ छ यहाँ होइन त्यो पनि हो ल हान्दिउँ न त हाम्रो थारू पृथ्वीराज भट्ट के छ राजा थारू पृथ्वीराज भट्ट हो त म
समीर निकाल्न आएको म पनि चाँडै हो 5-10 वर्षमा त निकाल्नु पर्यो नि त आफ्नो गाइज ल क्यामेरा के छ बर्थडे दोस्त त्यही हो यति नै छ केही छैन केटा बर्थडेसँग केही छैन हाम्रो बास्केटबल प्लेयर हो ह्यान्डसम मेलोडी किङ कमेन्ट देखिरहेको होइन best जीतको भोकमा नआएको रोक्न नसोधी ठोक्छ केडिएम पोजमा तिमी रोडमा जीतको भोकमा नआएको रोक्न नसोधी ठोक्छ केडिएम पोजमा देखिरहेको तरू टेस्टी सजिलो मिस्टान त पनि भाइरल मलाई सानो मलाई पोखर त इन्डस्ट्रीको दाते ओखर त पढेर अब्बु ड्रिलमा राइट चिरिन आइजो को छ बाइक एक्सिडेन्ट आरो देखि गेमको फाइनल आरो फेरि सुकेसमा गएमा बाटो हेरी अब इन्डस्ट्री आइजोमा पालो फेरि ओ गड यो ब्यान्ड सबै जोकर हो आइस फुल चुप्प लाइट पनि रात पनि पर्यो है जियोस लाइटहरू यताउता मिलाइरहेछ होइन स्टकको सर र लिनु परेन नि त यति त लिनु पऱ्यो नि त यार है जियोस रमाइलो भइरहेछ क्या हो अहिले अझै हामी यहाँबाट अझै पाटनको गल्लीहरूको लिनु छ होइन अपार्टमेन्टको लिनु छ अनि कारभित्रको लिनु छ होइन धेरै छ सर्टहरू भर्खर हाम्रो 20% 25% जति भयो भनौँ न अझै बाँकी छ गर्छ इन्जोय गर्दै गरौँ है के भयो We are thinking that if we shoot there, gym भित्र त्यहाँ के गर्ने हुन त तिमीहरू सुक्या हड्डी के गर्ने भित्र गएर के गर्ने लाज हो नगर बेकार बिल्ला हो उसँग त छ नि त बढी दिदा आउने हो लड्ने हो विराट भट्ट होला तिमी फेरि होइन लड्नु नि त एक लड लड्दिउँ न त के गर्नु पर्ने केटा इखेर राख्ने हो अहिले के गर्ने गरिदिउँ फटाफट फेरि वान जान्छ अरे केटा सबैले एन्ड्रोन प्रकारले सब्सक्राइब गरौँ है टाइम नानी अब हाम्रो अपकमिङ बढ्ने हाम्रो सब्सक्राइब गरौँ है ओ यो इन्डस्ट्रीको जाति ओकर त अप्ठ्यारो अप्पु ड्रिलमा राइट चिरिन आइजो को छ बाइक एक्सिडेन्ट गेमको फाइनल आरो फेरि सुकेसमा गएमा बाटो हेरी अब इन्डस्ट्री आइजोमा पालो फेरि ओ गड यो ब्याड सबै जोकर ओ गड लाइफ गोइज टु टेक ओन Okay, yes sir. Boti the road na. All right. Back down those. Oi, khatra camera छ त्यहाँ चारवटा हैन दोस लडिङ छ दुईटैबाट दोस ल रेडी हो ल जोडी बोलाको लिसिङ देऊ न ल अब लिसिङ देऊ न भने जीतको भोकमा नआइजो रोक्न नसोधी ठोक्छ केडिएम पोजमा तिमी रोडमा जीतको भोकमा नआइजो रोक्न नसोधी ठोक्छ केडिएम पोजमा इस्ट टु वेस्ट र बेस्ट अफ बेस्ट पल्टाको डेट ल केसमाथि केस माइक मेरो हातमा सेभमा क्रेस तु हात सासमा रेसमाथि रेस बेगमाथि बेगानी लेखमाथि सेट चेकमाथि चेक काटे एक्कासी हेर लो हाली सटोनी माली बिग्रेको बानी बस्दैन
छैन गाली खाली म जमाना जाली अबुको लाइटर बटेको जोइन्ट अबुको टेस्टी सजिलो मिस्टान त पनि भाइरल न मलाई सानो मलाई पोखत इन्डस्ट्रीको दाते ओकत ओडेर फिल्ममा राइट फिल्म आइजो पोखत बाइकले फारो देखि ज्यामको फाइनल आरो फेरि सुटेसमा गएमा बाटो हेरी अब इन्डस्ट्री आइजोमा पारो फेरि ओ गड यो बार सबै जोक कर ओ गड ताई कोही सबै फोन कर रोडमा जितको भोकमा केडा हो राजा ल जेस हामी कोलोनीबाट बाहिर निस्क्यौँ केडा हो होइन अब हान्नुपर्छ अब यता बाइकको रक यस्तो साउन्डहरू ल्याङडुङ होइन त राजा के भइरहेछ त एनर्जी लस ल साइड लाइट एउटै त सबै एउटै वालामा साइड लाइट सो केडा हो अब चाहिँ हाम्रो यहाँको बाइक साइकको भयो होइन केटाहरू सबै अब उता बाइकहरू सबै अब के भनौँ लाइटले देखिरहेको छैन होइन अब जस यहाँको क्लिपहरू हामीले लियौँ अब चाहिँ हामी सिधै पाटनको गल्लीतिर गइरहेछौँ होइन अनि त्यहाँ अपार्टमेन्टमा गएर अनि एउटा इन्डोर सुट छ त्यसपछि फिनिस हुन्छ हेर्दै गरौँ रमाइलो भइरहेछ जस थाकिसक्यो हामी चाहिँ अति थाकिसक्यो त्यही हो केडा हो गाइज अब चाहिँ हामी रोड साइड लिने भनेर रोड साइड लगभग लाभिन मलतिर आएको छौँ होइन यहाँ हाम्रो आर्टिस्टहरू यहाँ हामी लाइटिङहरू बोकेर अनि उता चाहिँ जोबित यहाँबाट चाहिँ हामी सिधै पाटनतिर जान्छौँ त्यसपछि हाम्रो रुमको हुन्छ सुट होइन त दामी हुन्छ दामी भइरहेछ स्टे ट्युन त्यही हो गएर डिस्क्रिप्सनमा च्यानलहरू चेक गरिदिउँ होइन टक्क गएर बर्थडेको च्यानल चेक गरिदिउँ टक्क गएर जोबितको च्यानल चेक गरिदिउँ ए जोबित यता छन् राजा टक्क गएर जोबितको च्यानल पनि हेरौँ है नयाँ म्युजिक खसा छ सबैको च्यानलबाट नयाँ म्युजिकहरू खसा छ गएर चेकआउट गरिदिउँ त्यही हो केडा हो सो केडा हो उताबाट क्यामराम्यान अनि यता चाहिँ बर्थडे यता म प्ले गर्नलाई रेडी छु होइन अहिले चाहिँ हामीले यो हाइवेको स्काई फुलको लिने भनेर बसिरहेको छु उताबाट इसारा दिइरहेको छ केटाहरूले टक्क पारामा भइरहेछ अब चाहिँ त्रिपल लोड सुट भइरहेको हो होइन एउटा यहाँनिर भइसक्यो अब एउटा यहाँनिर हुन्छ बर्थडे एउटा यहाँनिर हुन्छ बर्थडे त्रिपल रोल हुन्छ यो क्लिपमा चाहिँ उताबाट क्यामराम्यानले लिइरहेछ ल ठिक छ दाम भइरहेछ यो चाहिँ हाम्रो अपार्टमेन्टभित्र हुन्छ है ल राजा रेडी Is dying. सो गाइज इट्स टाइम्स टु अहिले चाहिँ रातिको 11 बज्न लाग्यो हामी चाहिँ यहाँ पाटनको गल्लीमा छौँ होइन अब यसो चाहिँ बिरोलहरू सुट भइरहेछ टक्क यहाँबाट टक्क इन्ट्री उताबाट ट्रान्जेक्सन टक्क हुन्छ होइन जुस आजको दिन दामी नै भयो सक्दो खोजे जस्तै होइन रमाइलो भयो तपाईँलाई चाहिँ के कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब है त्यही हो अरू भ्लगहरू निरन्तर अरू कन्टेन्टहरू रियाक्सनहरू अब मैले अब अलि यो च्यानललाई अलि कुन हिसाबले दिने कन्टेन्टहरू होइन हुन्छ नि त्यो सोचिरहेको छु अलि अपग्रेड गर्ने सोचिरहेको छु सबै हुन्छ सबै आउँछ त्यही वेटमा बसौँ त्यही हो अनि सुट चाहिँ हेरौँ अझै चालु हुन्छ है त्यही हो केडा हो केटाहरू जोसिसके त्यो गल्लीबाट यो गल्लीमा भइरहेछ अब ट्रान्जेक्सन भिडियो यता क्यामराम्यान रेडी अनि केटा जोस भइरहेछ दामी भइरहेछ
फर्स्टबाट लाउनु फर्स्टबाट जे होस् दामी भइरहेछ केटाहरूको स्टार्टबाट लाऊ ल फेरि रिटेक ल त्यही हो केटा अब यता सुट हुन्छ अब हेरौँ अगाडितिरको गल्लीमा अझै के कस्तो सुट हुन्छ लाइटहरू अझै गरेर हुन्छ कि हाम्रो हुन त लकसप भइसकेको छ होइन अब सबै त भ्लगमा हाल्न मिल्दैन त्यही नि माया देखाइदिनु होला त्यही हो फेरि हात मिलाऊ त सो केटा हो यो चाहिँ अब हाम्रो लास्ट टेक हो है अब यो चाहिँ हाम्रो फाइनल टेक हुन्छ वाइडमा टक्क भइरहेछ अब लास्ट सर्ट होइन त राजा यसपछि प्याकअप त्यसपछि हामी सिधै रुमतिर होइन त त्यही हो केटा हो पार्टीमा त्यसपछि पार्टीमा भइसक्यो पार्टीमा चाहिँ सबले होइन खानासाना खाएर टक्क अब लास्ट प्याक हुन्छ नि लास्ट सर्ट टक्क दामी हुन्छ चालु भइसक्यो ठिक छ अनि त्यसपछि त्यही हो केटा हो अब ब्लग के कस्तो लाग्यो राम्रो लाग्यो मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब अनि किप सेयर होइन त्यही हो अनि हाम्रो अब ब्लगिङ अलि लेट भइरहेको छ केही छैन अब मैले अलि अपडेट गर्ने रियाक्सनहरू पनि दिने होइन म्युजिक भिडियोहरूमा अपकमिङ अन्डरग्राउन्ड आर्टिस्टहरूलाई फोकस गरेर होइन अब मेन स्ट्रिम भन्दा पनि अन्डरग्राउन्ड आर्टिस्टहरूलाई मेन फोकस गरेर टक्क उसको हुन्छ नि अलि सबैलाई के कस्तो म्युजिकहरू आइरहेको छ त्यो अलि अपडेट गर्ने सोचिरहेको छु रियाक्सनहरू दिने सोचिरहेको छु त्यही हो भ्लगिङहरू पनि हुन्छ रियाक्सन पनि आउँछ है अब यो च्यानलबाट दुइटै हुन्छ हाम्रो दुइटै टाइपको कन्टेन्टहरू आउँछ त्यही हो माया गरिदिनु होला त्यही हो अलिकता हेरिदिनु न त झलक मेरो आवाजले कापिन्छ डिस्काउन्ट सिआर नेपाली छ त मरेपछि अर्थलाई डिस्काउन्ट सोको टिकटमा बिच पाउ रिस्पेन तेरो सोटी पनि फोटो खिचेपछि बिग फ्यान हामीले बिग म्यान तानिन्छ बिग ग्यान्स त्यही हो केटा हो अब वेट गर म्युजिक भिडियोको चाँडै आउँछ यही महिना आउँछ होइन अनि डिस्क्रिप्सनमा च्यानल छ बर्थडे होइन गएर सब्सक्राइब गरेर बसौँ सपोर्ट गरेर मलाई नि उसले नयाँ म्युजिकहरू गरिरहेको छ बर्थडे एक्स अब्बु आइरहेको छ होइन त्यही हो माया गरिदिउँ थ्याङ्क यू सो मच फर वाचिङ किप सपोर्ट है ल मलाई त डकाइसक्यो खानासाना अलिक बढी भएर त्यही हो अब सिधै अर्को भिडियोमा भेट्नुपर्छ थ्याङ्क यू सो मच है